सुदूरपश्चिम नेपालको डडेलधुरा जिल्लामा अवस्थित एक ऐतिहासिक स्थल अमरगढी किल्ला। यो किल्ला केवल ढुङ्गा माटोको संरचना मात्र होइन, नेपाली स्वाभिमान, साहस र इतिहासको एक ज्वलन्त प्रतीक हो। अमरगढी किल्ला डडेलधुरा सदरमुकाममै अवस्थित छ, समुद्री सतहबाट करिब 1800 मिटरको उचाइमा। यसको निर्माण विक्रम सम्वत 1872 तिर नेपाली इतिहासका महान योद्धा अमरसिंह थापाले गरेका थिए। त्यसबेला नेपालको पश्चिमी सिमानाको रक्षा गर्नु अत्यन्तै चुनौतीपूर्ण कार्य थियो। गोरखाको साम्राज्य विस्तारको क्रममा अमरसिंह थापा सुदूरपश्चिमतर्फ पठाइए र डोटी, डडेलधुरा लगायतका क्षेत्रलाई ब्रिटिस इस्ट इन्डिया कम्पनीको हमलाबाट जोगाउन उनले किल्ला निर्माण गरे। यो किल्ला रक्षा, प्रशासन र नियन्त्रणका लागि निर्माण गरिएको थियो। त्यसैले यहाँ सिपाहीहरूको वासस्थान, गोला बारुद राख्ने ठाउँ, रणनीतिक निगरानीका टाकुरा र दुश्मनको आक्रमणको समयमा युद्ध गर्न मिल्ने सङ्गठित स्थानहरू पनि बनाइएका छन्। किल्लाको संरचना हेर्दा ढुङ्गा, माटो र सिस्नोले जोडिएको गाह्रो, सानो ढोका र झ्यालहरू र वरिपरि बनाइएको पर्खालबाट प्राचीन नेपाली सैनिक स्थापत्य शैली झल्किन्छ। त्यस बेलाका सामग्री सीमित थिए, तर नेपाली निर्माण उच्च स्तरको थियो, जुन आजसम्म पनि टिकिरहेको देखिन्छ। अमरसिंह थापा स्वयं एक निडर, बहादुर र राष्ट्रभक्त सेनापति थिए। अङ्ग्रेजहरू विरुद्ध युद्ध लड्न उनले पश्चिम नेपालको डाँडाकाँडामा यस्ता किल्लाहरू बनाएका थिए, जसले नेपाली भूमि सुरक्षित राख्न ठूलो भूमिका खेले। अमरगढी किल्ला अहिले एक सङ्ग्रहालयको रूपमा सञ्चालन छ। यहाँ इतिहाससँग सम्बन्धित सामग्रीहरू, पुराना हात हतियार, दस्तावेज, सैनिक पोसाक र अमरसिंह थापाको सम्झना स्वरूप राखिएका वस्तुहरू हेर्न सकिन्छ। यहाँ आउने पर्यटकहरूले केवल किल्ला होइन, त्यस समयको जीवनशैली, देशभक्तिको भावना र स्वाधीनताका लागि लडिएको सङ्घर्ष अनुभव गर्न सक्छन्। त्यस्तै यो किल्लाबाट हेर्दा वरिपरिका पहाड, डडेलधुराको बस्ती र हरियाली दृश्यले पनि मन छुन्छ। इतिहास र प्रकृतिको दुवैको संयम यो स्थानले दिने अनुभूति शब्दमा सीमित गर्न सकिन्न। यो चाहिँ अमरगढी अमरसिंह थापाले आफ्नो फौज राख्ने र यहाँबाट परिचालन गर्ने यो गढीको रूपमा प्रयोग गरेको हो। यो चाहिँ यो सुरुङ मार्ग चाहिँ इमर्जेन्सीको बेलामा भित्र बाहिर गर्ने, शत्रुहरू आयो भनेदेखि यहाँबाट भाग्नु पनि मिल्यो र प्रवेश गर्दा पनि आवश्यक परेको बेलामा यसलाई प्रयोग गर्न मिल्यो। आज पनि यो किल्ला हाम्रो राष्ट्रिय सम्पदा हो। यो हामीलाई सम्झाउँछ कि कति बलिदान र साहसले आजको नेपाल बनेको हो। किल्लाहरू मात्र होइन, त्यहाँ गुन्जिएको आवाज, पसिना, रगत, सपना, ती सबै चिजहरू आज पनि अमर छ। अन्त्यमा अमरगढी किल्ला हाम्रो गौरव हो, हाम्रो इतिहास, हाम्रो विरासत, जसलाई जगेर्ना गर्नु, संरक्षण गर्नु र भावी पुस्तालाई चिनाउनु हाम्रो दायित्व हो।